नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब पोखरामा जारी एनसेल 5औं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफाइनल प्रवेश गरिएको छ। पोखरा रङ्गशालामा बिहिबार बिहान भएको एलिमिनेटर खेलमा न्यू डायमन्डले पुलिसलाई 3-0 को सोझो सेटमा पराजित गरिएको हो। न्यू डायमन्डले पहिलो सेट 25-22, दोस्रो सेट 25-14 र तेस्रो सेट 25-21 ले आफ्नो पक्षमा पार्यो। यसअघि न्यू डायमन्डले लिग चरणमा पनि पुलिसलाई पराजित गरेको थियो। पुलिस हार्ने समूहबाट शीर्ष स्थान र न्यू डायमन्ड जित्ने समूहबाट तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेका थिए। न्यू डायमन्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एफईएफ र आयोजक टाइगर ग्रुप बीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।